कहाँ हो यो दाइ कहाँ हो ठाउँको नाम लुल्फो युल्फो होइन ए युल्फो हाम युल्फो गाइड्स हामी त आज समुद्र घुम्न आइयो हेर्नुहोस् यस्तो छ समुद्र घुम्दैछौँ हामी त सो समुद्र यतातिर दही युल्फो हाम हामी यहाँको यो ठाउँ हो को युल्फो ए हो युल्फो सुल्फा हेफेन हेलो गाइस हामी समुद्रतिर छौँ यस्तै छ जिन्दगी अस्ति हामी यसो आएको थियौँ नि त्यस्तै त रहेछ त्यही होला पक्कै होइन तल त्यो लामो गयो त्यस्तै छ त कहाँ छ जहाँ चढ्ने कहाँ के अरे टापुमा जान मिल्छ भन्थ्यो त त्यो बड्डो अर्को पारी जान छ अरे होइन जान मिल्ने त्यहाँ गाह्रो छ अरे होइन हिँड्न गाह्रो इच्छा बड्डो त्यो गइसक्यो होला होइन उता कोठातिर सलक गाडीमा ठुक्यो र यहाँ काटियो जस्तो छ नि त्यो है गाइस हामी समुद्रतिर हो कोही मान्छे यहाँतिर नि जान्छन् होला है यतिकै यहाँ खुल्ला छ त बाटो खस्यो भने यति समुद्रको गहिराई कति छ पानी जाँदाहरू बन्ने ठाउँहरू गाइस सिरानी भिजायो जसो घुमघाम समुद्रतिर गाइस जिंदगी करता Halo guys, naik datang. Halo
पनि सहरमा माथि छेउ रैसैनी सारारा अन्त एग्रिकल्चर ठिक लाग्यो यार म्यानुफ्याक्चर भन्ने कसरी लाग्यो कसरी लाग्यो त्यो पैसा मात्रै त खोइ गाह्रो गाह्रो काम हुने रहेछ ला गाह्रो काम त्यो कम्पनी कम गाह्रो काम लागेको थियो मलाई त्यो कसको हो त्यो उको मगरको मगरकोमा भित्र गएर कस्तो आएन गन्दा पनि आयो चिसो बेला त पसिना अन्त त हौरी आउँछ उमा नि टनलमा नि गाह्रो रहेछ तर पशुपालनमा ठिकै रहेछ पुरैमा पशुपालनमा लागिराख्नुपर्छ हजुर पशुपालन लागिराख्नुपर्छ छुट्टी हुने कुरो मिल्दैन पिछुटक करौतीले मनुमत मार्यो अलि त शीतल भयो यार उता गर्मी पर्छ यार नुहाउनुपर्छ आज समुद्र मजा आयो नुहाउने होइन कसरी ल्याउने कति ल्याउँदैन कति किन्ने के यत्तिकै नुहाउने नागे भित्र यत्तिकै लाएर हिँड्ने एकचोटि घाममा सुकिहाल्छ कि कस्तो खै सानो त्यो कस्तो छ नुहाउनु कस्तो पाउँछ के अनि त्यही किनौँ ल नुहाउँला के घाममा अनि घर गएर त्यो नुन पानी फेरि पखाल्यो छ ग्रिन टीको पानीमा नुहाउने भने होइन बुढोले त्यहाँ गएर उहाँ गएर नुहाउँछ नुहाउने है हुन्छ कि नै पहिला हेराउनु बिहानै पिछोडको समुद्रमा आएर गाई हामीहरू आज हाम्रो दाइ हुनुहुन्छ कैलालीको समुद्रको छालामा पिरतीको दामा समुद्रको छालामा पिरतीको गामा आयु गाई समुद्रमा हामी हेर्नु समुद्र यस्तो छ हामी यहाँ आइसकेछौँ समुद्रतिर पनि छ यता जाने बाटो छ हामी चाहिँ यस्तो जाँदैछौँ गाइजहरू यहाँ टिकट त लाग्दैन यहाँ गएपछि यस्तो गाइज हेर्नुहोस् माथि यस्तो छ यतातिर यस्तो भवन ओहो दाइ ऊ चढ्ने यो होला नि होइन केबुल कार माथिको त्यो भवन तपाईँ केबुल कार हुने ठाउँ भने हिँडेर आएको मुखको के भन्नु त्यसले नजान्ने हुनु नजाऊ हुनु माछा छैन त बिछुडको करौतीले